गरिबी बाधा हो तर पर्खाल होइन। यदि तपाईँ पहाड चढ्दै हुनुहुन्छ भने बाटो उकालो हुनसक्छ, ढुङ्गा हुनसक्छ, बाटोमा थकान हुनसक्छ, तर उकालो हुनु भनेको शिखर असम्भव हुनु होइन, गन्तव्य असम्भव हुनु होइन। गरिबी पनि ठिक त्यस्तै हो। यसले गति ढिलो दिन सक्छ तर यात्रा रोक्न सक्दैन। यदि तपाईँले आशा, अनुशासन र निरन्तर सिकाइलाई साथमा राख्नुभयो भने आज तपाईँ आफैलाई एउटा प्रश्न सोध्नुहोस्। तपाईँको जीवनमा अहिले सबैभन्दा ठुलो अभाव के हो? पैसा कि आत्मविश्वास कि ज्ञान कि अनुशासन वा स्पष्ट लक्ष्य? किनकि धेरै पटक हामी पैसाको अभावलाई दोष दिन्छौँ, तर वास्तवमा हाम्रो सबैभन्दा ठुलो कमी निर्णयको अभाव हुनसक्छ र त्यो निर्णय आजै लिन सकिन्छ। गरिबीले तपाईँको जन्म निर्धारण गर्न सक्छ तर तपाईँको भविष्य निर्धारण गर्न सक्दैन। परिस्थितिले तपाईँको यात्रा कठिन बनाउन सक्छ तर असम्भव बनाउन सक्दैन। र इतिहासले बारम्बार प्रमाणित गरेको छ कि धेरै महान व्यक्तित्वहरू सुनको चम्चा लिएर जन्मिएका थिएनन्। उनीहरूले आफ्नो जीवन आफै निर्माण गरेका थिए। त्यसैले आज तपाईँ सङ्घर्षमा हुनुहुन्छ भने आफ्नो वर्तमानलाई अन्तिम निर्णय नठान्नुहोस्, किनकि सम्भवतः तपाईँको जीवनको सबैभन्दा सुन्दर अध्याय अझै लेखिन बाँकी छ।